कुलमान घिसिङ हटेपछि अहिले देशभर आँखा झिम्क्याए जस्तो बत्ती झ्याप्प झ्याप्प जान थालेको छ। फेरि जेनेरेटर र यो इन्भर्टरहरू बेच्ने प्रपञ्च नरचियोस्, नेपाली जनताले छोड्दैन। अब ओली सरकार विपक्षीलाई दबाउने मुडमा, तर जर्ज अर्वेल भन्छन् मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु नै हो। ओली सरकारको अलोकप्रियतामा देउबाको भूमिका के पपुलर हुँदैछ उति नै यो सरकार टिक्ने लक्ष्यमा त्यो बाटोमा अघि बढेको लगभग देखिन थालेको छ। प्रश्न आउँछ, कांग्रेस भित्र समेत उकुस मुकुस छ, पब्लिकमा विरोधै विरोध छ, कामको नाममा के गर्यो भनेर स्वयं नेकपा एमालेकै साथीहरूलाई सोध्यो भने भनेर एकछिन अकमकाउँछन्। तर पनि यो सरकार कसरी टिकेको छ? हामी संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ। त्यस्तै गरिकन आफ्ना विपक्षीहरूलाई कराप झ्याप पार्ने, मुद्दा मामिला चलाउने भनेर विपक्षीहरूले प्रतिपक्षीहरूले आरोप लगाइरहेका थिए। त्यसमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्टि गरे, जसको पुष्टि फेरि आज राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद मनिष झाले समेत गरे र उनले भने कि अब कुनै पनि दलका अथवा कोही पनि मन्त्री महामन्त्रीहरूले अब यस्तो कुरा नबोल्नुहोस्। हामीले डे 1 देखि भनेका थियौं, हाम्रा पार्टी सभापति रवि लामिछानेले राज्यले प्रतिशोध साध्यो, तर त्यसको पुष्टि हामी प्रधानमन्त्रीज्यूलाई धन्यवाद भन्छौं, उहाँले आफै गर्नुभयो। त्यसैले गर्दा अब कुनै पनि मन्त्री महामन्त्रीहरूले अब यो राज्यले प्रतिशोध साधेको होइन भनेर कृपया नभनिदिनु होला। मनिष झाले आज त्यति मात्र भनेनन्, उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रको बारेमा पनि राज्यले ज्याजती गर्यो भनेर उनको पक्षमा पनि आज मनिष झाले बोलेका छन्। त दर्शकबिन, अहिले ओली सरकार जसरी अगाडि बढिरहेको छ, ऊ जसरी अनपपुलर भइरहेको छ, आखिर यो सरकार किन ढल्दैन? यो सरकार किन टिकिरहेको छ? र शेरबहादुर देउवाले ओलीजीलाई किन यतिका विघ्न समर्थन गरिरहनु भएको छ? यसको अन्तर्यको विषय आजको हेडलाइन विशेषमा हामी सम्भवतः केलाउने कोसिस गर्नेछौँ। र आज शिक्षकहरू 28 दिन भयो, आज शिक्षकहरू सडक सङ्घर्षमा छन्। उनीहरूको माग यति मात्र छ, ऐन जारी गर्नु पर्यो, स्थानीय निकाय स्थानीय तहले हामीलाई दुःख दियो तर हामीलाई संघीय सरकार अन्तर्गत राख्नु पर्यो भन्दा अहिले का विशेष गरी सरकारको सोच के छ भने शिक्षकहरू भोलि छाडा हुन सक्छन्, अनियन्त्रित हुन सक्छन्, अनुशासनहीन हुन सक्छन्, यस्तो पनि माग हुन्छ भन्ने खालको सोचमा आज ओली सरकार छ। मन्त्री फेरि